नि पहिला क्या बगानमा काम हिँडेको होइन? 1 पैसामा हिँड्थ्यौँ। 1 पैसामा? 1 पैसामा हाजिरा। 1 पैसा हप्तामा कति आउँथ्यो? 6 पैसा। 6 पैसा। 6 पैसा 1 किलो 1 पैसा 3 पैसा लिएर जान्थ्यौँ बजार हो। 11 किलो दिन्थ्यो 1 पैसाको चामल। चामल 1 केजीको कति थियो? चामल कसरी केजी? र त 1 केजीको 1 पैसाको नि 11 किलो दिन्थ्यो। अहिले त जमाना कहाँ पुग्यो है? अहिले नि बगानमा 250 रुपियाँ दिन्छ, 250 रुपियाँ। त्यो पैसाले पुग्दैन। चामलको भाउ तिम्रो अहिले कति छ भन्दा नि 40 रुपियाँ 35 रुपियाँ चामल। राम्रो खायो भने 120 रुपियाँ 140 रुपियाँ पर्छ चामलको दाम हो। तर अहिले चाहिँ पैसा कम्ती भयो नि हाजिरा है। अब हाम्रो त त्यति बेला त अन्त 1 पैसाको 11 किलो चामल आउँथ्यो। अहिले त हुँदैन। 11 किलो चामल हो। अन्त 2 पैसा 3 पैसा लिएर गयो भने 1 थुन चाहिँ आउँथ्यो। हट्टाभरिलाई सौदा चामल पेटकाट सबै। त्यति बेला नि त्यो के अरे कुन चाहिँ त्यो साहेब म्यानेजर? कक साहेब। कक साहेब नि कस्तो थियो? यता सुन, हामी ढिलो 4 कुकुर थियो हो। यस्तो टोपी लाउँथ्यो। अन्त हामी ढिलो भयो भने नि अन्त अब कुट्थ्यो, कोन्डो फर्काएर कुट्थ्यो आइमेलाई, मरदलाई कुण्डो भनेपछि त्यति बेला चाहिँ ब्रिटिस शासन थियो है? ब्रिटिस थियो हो। अब आँखा जिरी बोल्थ्यो। अन्त ढिलो अब यहाँ टिङबाट पानीबाट हिँडेर जानु पर्थ्यो। अन्त हिँडेर जाँदाखेरि ढिलो र लुक्यो भने यत्रो कुकुरले तानेर लगेर उसको अगाडि राख्थ्यो।